सो आजभन्दा केही वर्ष अगाडि मैले खेलेको थिएँ ग्रानी 2। हेलो हेलो आवाज त आइरहेछ नि दोस्तो। सो आजको इन्ट्रो अलिकति खास थिएन, बट सो आजभन्दा धेरै अगाडि मतलब करिबन 1 वर्ष अगाडि मैले खेलेको थिएँ ग्रानी च्याप्टर 2। ग्रानी 2 बट हरर गेम, बट इट इज फन फर मी भनेर के टाइटल राखेको थिएँ। सो आज म खेल्छु ग्रानी 3 अनि स्केप गर्न चाहन्छु यो गेमलाई। सो लेट्स सी के मबाट हुन्छ के हुँदैन। सो पहिला चाहिँ हेरौँ। ओके, हामी एउटा भुतिया बङ्गलामा छौँ दोस्तौँ। यहाँ एउटा बङ्गला छ, तर म यो बङ्गलामा जानु छ मलाई। कस्तो राम्रो बङ्गला देखिरहेछ, अँध्यारो छ त्यही भएर यहीँ बस्छु आज। यहाँ एउटा सिसी क्यामेरा नै छ। ओ यहाँ ब्रिज छ अनि चारैतर्फ खोला छ, त्यहाँ म नुहाउँछु। तर ढोका अचानक बन्द भयो। सिसिटिभी त्यत्तिकै छ, ढोका बन्द भयो। पछाडि भूत आउँछ, हेल्पको लागि जानु छ मलाई। अगाडि जान्छु अगाडि जान्छु अगाडि जान्छु, ठिक छ अगाडि जान्छु। हो ठुलो घर छ यहाँ, एउटा न एउटा कोहीले त हेल्प गर्छ। ब्रिज नि उठ्यो, अब म कसरी फर्किने? केही छैन, यहाँको घरको कसैलेसँग हेल्प मागौँला। आन्टी अङ्कल, आन्टी अङ्कल, आन्टी अङ्कल, आन्टी आन्टी ढोका खोल्नुहोस् आन्टी। मलाई पछाडि कोही छ जस्तो लागिरहेछ। पछाडि त दादा छ। अङ्कल म हेल्पको लागि आएको। सो धेरै ओभर एक्टिङ नगरिकन। सो हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। मेरो नाम साजु, तपाईँहरू धेरै नाम छ के एउटा च्यानल माइस यहाँ छ खेल्नको लागि ग्रानी 3। सो ग्रानी 3 नखेलेको धेरै नै भएको छ। सो मलाई केही याद नै छैन। सो 2 त मैले खेलेकै छु, भिडियो नै हालेको छु, बट आई डोन्ट नो मैले 3 धेरैचोटि खेलाएन। सो आई डोन्ट थिङ्क सो कि मलाई यो 3 खेल्न आउँछ। अनि आई डोन्ट थिङ्क सो कि म यो स्केप गर्न सक्छु, किनकि आउँदैन मलाई। सो पहिला खेल्दाखेरि यहाँ ट्रेनवाला बाटै थिएन मसँग। आई थिङ्क ट्रेन नभएको बेलामा खेलेको थिएँ। सो अहिले त ट्रेन नै रहेछ, मैले धेरै भिडियोहरू हेरेको थिएँ। सो यहाँ केही नै छैन। सो लेट्स गो। यहाँ एउटा बुढी आउन सक्छ। सो यो बुढी सुढी चाहिँ मलाई लास्ट ल्याग हुन्छ। आगे चाहिँ छैन नि। हाई आउनु त त्यहीँ रोकी अहिले म त अगाडि जान्छु। हस् के गर्छ साइज हस्। ए चाँडै भोपु गर आइन्छ। अब आउँछ। कति चाँडै आयो। ओए अबे शरम करो दादी। ओ माय गॉड शिट। ओ शिट, नॉट बैड। ओ शिट, गोइङ टु बी बैड। सुत्न गयो दादा। आई थिङ्क हाम्रो दादा पादा सुत्न गयो। यस, आई एम इन योर फादर्स रुम। नाम ब्रो, दादा सुत्न गएन। दादा सुत्न गयो भने त्यसको हातको चड्कन उठाउँदैन। यहाँ त आई निड अ वेपन की। जनरेटर केबल भने के हो? कहाँ लाग्छ यो जनरेटर केबल नै होइन? जनरेटर केबल। सो यहाँ मैले साउन्ड गरिसकेँ, मतलब पक्कै दादीको बान आयो। अब यार
बुड्ढे तेरो पतिलाई बोला र कमिनी पति बोला पति न त 200-300 वर्षको बुढीसँग मलाई हाइडेन्स खेल्नु होइन तेरो खुट्टामा दुख्छ त्यति भाग्छ म अबे यार दादाजी कहिले आउँछ हौ सायद 1 करोड तल छापा मार्नै पर्छ मैले कमिने दादा बाहिर गए दादी माथि गएको छ सो फ्युज आई नो द्याट फ्युज माथि लाग्छ ओ यस 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 यहाँ माथि फ्युज लाग्छ यता माथि यता फ्युज लाग्छ अब जेनेरेटरबाट यसलाई पावर दिनुपर्छ ओके स्किप भइरहेको राइस माचिसको डब्बा एकछिन योसँग के छ त ए क्रो भाइ क्रो ब्रो कैसे हो आए त म त सँगै छ सिड्की क्विन त्यहाँ दादा हो त्यो दादा हो ओ यहाँ प्ल्याङ्क छ नाइस माचिसको डब्बा यहाँ फेल्छौँ सो यहाँ कसो जान्छ नो म्यान हाउ टु गो हियर ओ नाइस थाहा भयो ओ यार त्यहाँबाट पनि सड्न जान्छ यार मलाई घर सड्गन होइन पड्गन ओ ल म अड्केँ सेट आइज के गर्छस् आइज स्टोन उठाउँदै गरौँ काम लाग्न लाग्छ हिजो अस्ति मन कहिले लागे हुन्थ्यो कहिले अब स्टोन उठान कमी अबे स्टोन उठा भने पछाडिबाट आएर बल्ल हान्छ फेरि कोही छैन होइन कोही छैन मतलब केही छैन ओके वेपन कि त्यसो भए पहिला हामी वेपनै लिएर आउँ किनकि यिनीहरू दुईजना सुताउनु पर्ने मेन हो चाँडै जा कुत्ते जल्दी ओए अबे कुत्ता त हो यो यहाँ त केही छैन कोकोरोमा अब nobody bought गयो के यो सुत्न गयो होइन मुख धुन गयो जहाँ मुख धुनुहोस् अब पक्तिमहरूको स्वागत गर्छु म बाहिर आइज पहिला दाइलाई टपकाउँ कि दादै आउँछ पहिला दादै आयो के हुन सक्छस् घर ल आइज ओइ ल ए सड्गन आइज नि दादी तेरो बुढोले टपकाइसक्यो मैले आइज मसँग पंगा फेरि आई थिङ्क यहाँ अबे क्रो भाइले नि उडाइदिउँ अब यो छोडिदिएर क्रो भाइले किन उडाउनु क्रो भाइ उनीहरू यहाँ आउन सक्दैन सो सड्कन म यहीँ राख्छु तल खस्यो भने मेरो गल्ती होइन सो प्ल्याङ्क मैले कहाँ राखेको थिएँ भन्दाखेरि प्ल्याङ्क मैले राखेको थिएँ किचनमा लेट्स गो टु द किचन आई थिङ्क यताकै किचन हो सेफ कि भनेको केही दिएन प्ल्याङ्क अब यहाँ एमो छ तर मलाई प्ल्याङ्क चाहिरहेको
प्ल्याङ्क हामी लान्छौँ माथिपट्टि। स्केप त गर्न आइहाल्छ नि मलाई, सकेसम्म ट्राई गरेर छु गर्नु। पापाहरूसँगै डे 1 मै निक्लिन्छु म। त्यो लिङ्क सर्टले आज धोका दियो। धन्यवाद ग्रान्डपाले सुरुमा मारे मैले। आई थिङ्क यता लाग्ने प्ल्याङ्क। यस यहाँले पक्का केही न केही त दिन्छ। नर्मल दियो। यसभित्र सिड्की होला। अब जानु नि पर्छ। किन त्यत्रो भर्याङ चढ्नु कि? नभेटेको भए ठिकै हुन्थ्यो, भेटिहाल्यो अब छुट्नै पर्यो। जिन्दगीको यतापट्टि हुन्छ हौ, जिन्दगीको खेल। उठा उठा न कुत्ता, अब उठा भने। यसभित्र के हुन्छ? कोइन माथि छ भनेपछि, कोइन माथि छ भने यसभित्र के हुन्छ? कमिना। नाइस सेफ की। लेट्स गो। लिफ्ट के भोलि बिहान आउँछ। अबे अरे ग्रान्डपाको बच्चेले मलाई हान्दिन्छ है, ग्रानीको बच्चेले। चाँडै अब हिँड्न। आई थिङ्क सेफ यही हुन्छ, सो यही जाउँ। Nah. Oh yes. टिडी लिएर भाग्नुपर्छ। नाइस। भ्याउँछस् 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 भ्याउँछस्। तनी भ्याउँछस् तनी भ्याउँछस् तनी भ्याउँछस्। चाँडै छ न लिफ्टको बच्चा हो यिनीहरू। मलाई डब डब टेड ल्याएर म खेल्दिरहेको छु। ए ग्रानीको बच्ची आइजो। हा जाऊ। ल ल इन्नी निनी मिनी मिनी चाँडै फाल्न जाने नाटक नगर। अबे यो पाद लक वाला। नाइस। अब म जान्छु तल। सो आई थिङ्क अब कोइनबाटै काम गर्नुपर्छ जस्तो लागिरहेको मलाई। आइज के गर्नु सक्छ आइज। सो कोइनबाट केही काम गर्नुपर्छ जस्तो लागिरहेको। सो सबभन्दा पहिला मलाई एउटा ढुङ्गा उठाउँदै किनकि ए तेरो बन्दुक छैन मसँग। आइज उठा उठा उठा। ओइ उठाउनु भ्याइन, उठाउनु भ्याइन, उठाउनु भ्याइन। डिगी खोल। ओह त्यहाँ ऊ छ तर त्यसको काम छैन। त्यो उठाउँछु त्यो उठाउँछु त्यो उठाउँछु त्यो मजाले उठाउनु मिल्छ। यहाँ छु भाइ। यी आँखा कमजोर भएको बुढ्ढे। ए सिधा हेर्न ल अलिकति नजिक आऊ। ल हेर कति नजिक आइसके। त्यो मलाई मतलब बुढ्ढे त राउन्ड हुन्छ बे कुत्ता। यहाँ माथिबाट यो नटप्कियोस्। स्लिङ सर्ट स्लिङ सर्ट।
पहिला म बुढोलाई मार्छु। बुढो कहाँ छस्? ओइ ल लागेन यार यसलाई। वो बुढीको बच्ची, त्यसलाई एउटा ढुङ्गा अर्को चाहिन्छ। म ढुङ्गा छैन यार, गल्ती गर्दैन मैले यार। खै चम्किलो पत्थर। अबे चम्किलो यहाँ छ। यो चाहिँ पट्टा से बट सट हान्नै पर्छ मैले। ए कालो खोपडी वाले यो ठाउँमा के हुन्छ? अबे बोलौँ कालो खोपडी वालेलाई, बोलौँ बोलौँ। ए कालो खोपडी आइज न, कहाँ छस्? तले छस्, तले छस्, माथि छस्। ए काली खोपडी जा कल्टी मार। सो अब म लिएर जान्छु त्यो काम, मतलब कुरो भाइसँग भएको कुरा मैले लिएर जानुपर्छ। प्लस त्यो सर्टगन, पहिला म सर्टगनको काम गर्छु किनकि एउटा एमो हो सर्टगनमा। अनि तल पुग्नुपर्छ यार फेरि यत्तिरै यार। त्यति बेलासम्म बुढो ल्याएर भुटिदिन्छ मलाई। एमो। सो यहाँ एउटा सिसा फुटाउनुपर्छ, आई नो द्याट। मैले धेरैजनाको ऊ देखाएको थिएँ। आई थिङ्क मैले पनि खेलेको थिएँ होला। कसलाई गर यहाँ पाइन्छ केही पाइएन। यहाँ पाइन्छ क्रोबार, आई नो द्याट। सो क्रोबारको बट्टा यही छ। यहाँ पाइन्छ सेड्की, नाइस। अब हेर सेड्की मलाई फाल्छु यो सेड्कीलाई यसरी बिहार। अब त्यो बिहारबाट म ल्याउँछु यो केबललाई। ओके, अब यो ढोकाले गरिदिन्छु म बन्द। त्यसपछि सेड हुन्छ यतापट्टि। सो यसलाई फालिदिन्छु म यता। अनि की हुन्छ यतापट्टि। यसलाई लिएर हिँड्छु म अहिले। सो त्यो सेड यसलाई बन्द गरिदिन्छु। सो यो त ऊ हो, ट्रेन स्केप भनेको काण्ड। यो ढुङ्गा नउठेको देखेर मलाई रिस उठ्छ यार। त यहाँ सुतैले खस्यो नि आउँछन् बा। अब त केबल यतै छ। त्यो ह्यान्डल कहाँ छ यार? आई थिङ्क यो ह्यान्डल त माथिपट्टिको उसमा छ, क्रोबारमा। त्यो काम नि गरेर आउनुपर्छ मैले। सो खै त्यो तार लाग्ने ठाउँ यो होइन। अझै एउटा चम्किलो ढुङ्गा लिएर आउनुपर्छ यार, किनकि स्लिङ सर्ट मैले माथि छोडेको छु आई थिङ्क। चम्किलो ढुङ्गा हो कि गाइस मेन भने। ग्रेनी 3ले मलाई लास्ट डुबाइसक्यो, मलाई डरै लागिसक्यो। तलै जाउँ पहिला भू गर्ने मान्छेसँग। अनि यो लाएर अन गरेर आइदिउँ।
भोपुलाई उडाइदिउँ भने म उड्दैन कि सडँदैछ अब सुन ग्रेनियम चाहिँ सबैले ग्रेनेर आउनु है है जे इन ग्रान्डपालाई सुताउनु इन ओइ अबे योसँग गन आयो यार अब छि नुबडा बट यति पनि गर्न सकिनस् जिन म भन्न आँटे चाहिँ ग्रान्डपा जिन्दगी आउँदैन अहिले आयो भने म त्यो भन्न आँटे चाहिँ अनि भन्ने बित्तिकै आइदियो केही छैन यस्ता नुबडा ग्रान्डपालाई डेट 2 मा स्केप गरिदिन्छु मैले सबै काम गरिसकेँ यादै थियो अब यत्रो एक्सिलरेटर छैन त्यसको लागि ट्रेन खोल्नुपर्छ सो यसको अहिले कामै छैन मेरो काम हो यो आई थिङ्क मैले त्यो उता नि देखाएको थियो बट्टा माथि नि छ एउटा काली खोपडीमा कोही छ छैन नि तेरी हत्तेरी कोही नआऊ दादा दिदी अब आऊ आऊ कसको दम छ आऊ चाँडै आउन मैले चलाइसकेँ चाँडै आउन सर्तानीहरू दादाले झापड हानेको देखेर मलाई डर लाग्यो ए सर्तानी खोपडी चाँडै जाऊ ओ बताउनु पर्ने यार आए 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 दादै आयो दादा सुत्न आइज न ओए सर्गन पो छ त्यससँग सर्गन ताक न सर्गन ताक ल वाट के ग्लिच भयो नो यार यस्तो नुबडा यार एडै आयो यार एकछिन एड आएपछि डे 3 सुरु भयो यार कसरी के ग्रान्डपालाई मैले बियोस गरिदिइसकेको थिएँ बियोस अब आई थिङ्क मलाई त क्रो भाइसँग गएर ट्रेनको टिकट लिएर आउनै पर्छ सो मेरो पहिलो कामै त्यही हो ग्रानी माथि चाहिँ चम्किलो पत्थर कहाँ छ कहाँ राख्छ नारीहरूले चम्किलो पत्थर अर्को निको फेरि ग्रान्डपाले बुझिदिन्छ ल अब यिनीहरूको खोपडी निकाल्छु म छोट 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 आइज 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 के लाग्छ आइज ल ओइ अब यो डबल सुट लागेको अब अर्को ढुङ्गा खोज्दा खोज्दा ग्रान्डपाले मलाई हार उठाइदिन्छ ग्रान्डपा हो कि डेन्जर यो त खोला नि खुला नाइस मेरो काम भनेकै हो अहिले क्रो भाइ
कोब्रो कोकोरो यो नि लिएर इन क्रोबार पहिला क्रो गरौँ त्यसपछि क्रोबार गरौँ क्रोबार ठाउँ यता होइन नि आई थिङ्क यो प्ल्याङ्क राखेर जान्छ म कि क्रोबारको ठाउँ होइन यतापट्टि रहेछ लिफ्टपट्टि यहाँ क्रोब्रोबाट एकछिन हुन्छ हुन्छ माथि जानुपर्छ यहाँबाट पनि जानु मिलिहाल्छ नि के यार त्यही एउटा ठाउँ थाहा छ हामीलाई जानु नि पहिला चाहिँ यो कोइन लिउँ होइन यो कोइनलाई तल फाल्दिउँ यहाँ तल अब कोइनलाई यहाँ तल फाल्दिउँ अब मलाई मतलब छैन जग्गा होइन अब यो जुन क्रियोबार हुन्छ अब क्रोबार कहाँ गयो हो अब यहाँ जाउँ अब के भन्छ र तिमीहरूले मलाई अब उठेपछि यो एनिमेसन दिन्छ विक डेभलपमेन्ट ओके यो छ अब मेरो हात सो त्यो मैले भने त्यहाँ जानु कुनै आइडिया छैन छ त किन अहिले नहुनु आई थिङ्क मेरो डोर स्केप भइसक्यो सो मलाई ट्रेन स्केप गर्नु जरुरतै छैन यहाँ त गेट कि छैन होला नि फाइनली यत्रो घन्टापछि स्केप हुने भयो यहाँ के भन्छ अब यो फ्युजबाट त्यो माथिको अब मैले स्लिङ सर्ट कहाँ फाल्ने नाइस एकछिन होइन दादालाई चकमा दिनुपर्छ मैले आइज किन नभए मैले भ्याउँथेँ नि त्यो सर्टगन दिन्छ तर एमो छैन नले अन्तिमचोटि सर्टगनले मार्छु म एमो दिन्छ छैन यिनीहरूले अन्तिमचोटि सर्टगनले मार्छु ग्रान्ड पावर सर्टगन छोडेर भाग्छु म अबे के लाग्यो सो म भनेर चाहिँ यो जुन यो माथि छ नि त्यहाँ के छ भन्दाखेरि उनी आयो इलेक्ट्रिसिटी आयो है के भयो अनि अब अगर मैले यता गेट ओपन छ यो एउटा काम नै गरेछ 1 रुपियाँको सिक्का लिएर जाउँ न कसैले भने नि ग्रानीको घरबाट के लिएर आइस अनि म भन्नु 1 रुपियाँको सिक्का ए 1 रुपियाँको सिक्का अनि एउटा सर्टगन लिएर आयो भन्छ सर्टगन पछि लिएर जाउँ ल कमसेकम 1 रुपियाँको सिक्का त लिएर आएँ सो यहाँबाट यस्तो जाउँ यहाँबाट यस्तो जाउँ यहाँबाट यस्तो जाउँ सो लेट्स गो फाइनली मैले गर्दै स्केप यो 1 रुपियाँको सिक्का यिनीहरूको घरबाट लिँदैन है म सो फाइनली मैले गर्दै यस्तो घटिया भुतिया त छैन तर नि डराउने घरबाट स्केप बिचरा मजाले हेरेर कहाँ गयो यिनीहरूको नाकै छैन कहाँबाट गयो भन्नु तिमीहरूको खुट्टाको तलबाट गयो सो द एन्ड भनिसक्यो सो आधी घन्टा मजाले यो गेमले खायो मेरो सो के भन्नु अब अरू त अबे एकछिन मतलब यिनीहरूको घरबाट यस्तो मिठो स्केप गर्ने कि कसैलाई थाहा नै छैन सो आजको लागि यति नै बाई बाई एन्ड सी यू टिल देन वेट फर नेक्स्ट भिडियो सो आजको भिडियो कस्तो थियो त्यो नि भन्नु अनि या टिल देन वेट फर नेक्स्ट वान ओके ओके ओके
सो बाई बाई 30 मिनटको भिडियो हेर